हेलो साथी, गुड मर्निङ। आज चाहिँ म मासुको फाँडो बनाउँदैछु। पहिला मैले कत्तु भुट्दैछु। यसलाई चाहिँ राम्रोसँग भुट्नुपर्छ, नत्र पाक्दैन छिट्टै। यसलाई मैले भुटेर अब पानी हालिदिन्छु यसमा, नत्र जलेपछि फेरि तितो हुन्छ। तितो भएपछि फेरि टेस्ट नै आउन कस्तो अर्कै हुन्छ। त्यसैले राम्रोसँग भुटेको छैन। पानी हालिदिएँ। पानी हालेर मैले अब धेरै हाल्छु, किनकि यसलाई राम्रोसँग पकाउनुपर्छ, नत्र काँचै जस्तो लाग्छ। पानी हालेर मैले अब यसलाई थोरै नुन हालिदिन्छु, किनकि मेरो छोरी चाहिँ दाना भने चाहिँ धेरै राम्रो हाल्छ। मसलाको लागि चाहिँ मैले लसुन, खुर्सानी, थोरै टिमुर, हल्दी, जिरा, धनियाँ हालेर पिस्दैछु। पिसेर मैले त्यसपछि मासु पिस्दैछु। पहिला मैले मसला पिसेँ, किनकि पछि मासु पिस्दाखेरि चाहिँ पछि पिस्न सकिँदैन। मसला पिस्दाखेरि अप्ठ्यारो हुन्छ। त्यसैले मैले पहिल्यै मसला पिनेर अब मासु पिस्दैछु। धेरै झ्याउ हुन्छ मासु पिस्न। आज मैले पिस्दैछु, किनकि पहिला चाहिँ दिदी पिस्नुहुन्थ्यो। दिदी मिन्स हुनुभएको छ। दिदी मिन्स भएर म आफै पिस्दैछु। यो दाल खानालाई चाहिँ मजा हुन्छ, तर बनाउनु त यति झ्याउ हुन्छ, धेरै मेहनत लाग्छ। पहिला यसलाई धुनुपर्छ, फेरि त्यसको छिल्का निकालेर फेरि यसलाई पिसेर फेरि हामी त टुक्का खान्छौँ। टुक्का बनाएर फेरि त्यसलाई टुक्का यति झ्याउ हुन्छ कि मैले मासु पिसिसकेर यसलाई पखालेर चाहिँ लैजान्छु भित्र। हाम्रो गत पनि पाकिसकेको छ। गत पाकेर अब चाहिँ म टुक्का बनाउँछु। टुक्का चाहिँ मलाई खासै बनाउन आउँदैन, त्यही पनि फर्स्ट टाइम ट्राई गर्दैछु। अरू चाहिँ अलि साह्रो पिस्दै, मैले चाहिँ पानी हालेर पिसेको हुनाले चाहिँ हल्का गिलो भएको छ। बन्छ कि नै थाहा छैन, त्यही पनि ट्राई गर्दैछु। पहिला यसमा थोरै नुन हालेर मसला पनि हालेँ। त्यसपछि चाहिँ यसलाई मिक्स गरिदिएर अनि साना डल्ला गोलो आकारको बनाएर यसलाई गहुँको पिठोमा मिक्स गर्दै अनि हाल्छु म त्यसमा। त्यही पनि आउँदैन, त्यही पनि ट्राई गर्दैछु। बनाउँदैछु किनकि हामी धेरै मान्छे छौँ। धेरै मान्छे भएको हुनाले दुईटा बनाउनु पर्छ सबैलाई। हेर्नु पछि कस्तो हुन्छ त हजुरहरूलाई देखाउनेछु। बनाउँदैछु। अब लास्ट चाहिँ सानो चाहिँ मेरो छोरीलाई बनाइदिएको बिना मसलाको, किनकि मेरो छोरी पिरो खाँदैछ। मैले चाहिँ कति भयो भनेर गन्दैछु। अब चाहिँ हाम्रो भइसक्यो, किनकि पछि दालमा पनि हाल्नुपर्छ, नत्र दाल धेरै पातलो भएपछि राम्रो हुन्न। बनाइसकेर मैले त्यसमा पानी हालेर मिक्स गरेर हेर्नु हाम्रो टुक्का मिक्स गरेर अब हालिदिन्छु। मसला पनि मिक्स गरेँ, मसलामा पानी हालेँ। टुक्का बनाइसकेर चाहिँ म मासुको पानी हालेर मिक्स गरेर यसमा पानी हालेर अब मसलामा पनि पानी हालेर हालिदिएँ। तर फाँडो चाहिँ हल्का पातलो भएछ, किनकि टुक्का चाहिँ मैले ठुल्ठुलो बनाइदिएछु। मलाई खासै आउन, त्यही पनि बनाइदिएको। हेर्नु हल्का उम्लिँदैछ, पाकेको त छैन र त्यही पनि मिक्स गरिदिएँ नुन हालिदिएर। पाकेपछि चाहिँ हल्का कालो हुन्छ। यो चाहिँ हाम्रो फाँडो पाकिसकेको छ। अब म यसलाई तड्का लगाउँदैछु। तर मतलब यसलाई झान्ने हो। यसलाई झान्नको लागि चाहिँ मैले पहिला तेल तताएर थोरै जिरा हालेँ। जिरा हालिसकेपछि हल्का रातो भइसकेपछि मैले प्याज हालिदिएँ। प्याज हालेर हल्का यसलाई खराउनु पर्छ, नत्र टेस्ट आउँदैन। आगो निमिसकेको थियो, त्यही पनि हल्का तेल खसेर आगो जलिरहेको थियो, त्यसैले यसलाई तताउँदैछ। अब हालिदिएर मिक्स गरिदिएँ। हाम्रो फाँडो रेडी भयो।